हजुरहरूले चाहिँ अमेरिकामा कुनै यस्तो पम्प देख्नुभएको छ भने यसलाई चाहिँ फायर हाइड्रेन्ट भनिन्छ हैन। अनि यो चाहिँ आगो लागि हुँदाखेरि चाहिँ पानी तलको वाटर पम्पसँग चाहिँ कनेक्ट गरेर हज कनेक्ट गरेर चाहिँ पानी छर्किनको लागि युज हुन्छ। अनि यसको चाहिँ मैले आज अलिकति स्पेसिफिक कुरा के भन्न खोजेको भन्दाखेरि यो पम्प त जताततै देख्नुहुन्छ हजुरहरूले, तर यसमा चाहिँ डिफ्रेन्ट कलर लगाएको हुन्छ र त्यो कलरको चाहिँ मिनिङ हुन्छ हैन। जस्तै अब हजुरहरूले रेड कलरको फायर हाइड्रेन्ट देख्नुभयो भने चाहिँ रेड कलरको मिनिङ चाहिँ 1 मिनेटमा त्यो पम्पले चाहिँ 500 ग्यालनसम्म चाहिँ पानी निकाल्न मिल्छ भनेर चाहिँ इन्डिकेट गरे हुन्छ हैन। त्यस पछाडि गएर हजुरले चाहिँ अरेन्ज अथवा येल्लो कलरको यहाँ पछाडि देख्न सक्नुहुन्छ हो। यसले चाहिँ कति निकाल्न सक्छ 1 मिनेटमा भन्दाखेरि 500 देखि 1000 ग्यालनसम्म चाहिँ वाटर निकाल्न सक्छ भनेर चाहिँ त्यसले इन्डिकेट गर्छ। र यसरी नै हजुरले चाहिँ अर्को ग्रीन कलरको देख्नु भने चाहिँ त्यसले चाहिँ 1500 सम्म 1000 देखि 1500 ग्यालन 1 मिनेटमा चाहिँ त्यति पानी निकाल्न सक्छ हैन। र यस्तै गरेर चाहिँ फाइनली हजुरले चाहिँ ब्लू कलरको फायर हाइड्रेन्ट देख्नुभयो भने चाहिँ यसले चाहिँ 1500 ग्यालन 1 मिनेटमा 1500 ग्यालन भन्दा चाहिँ बेसी पानी निकाल्न सक्छ भनेर चाहिँ यसरी चाहिँ इन्डिकेट गरेको हुन्छ। र त्यही भएर हरेक डिफ्रेन्ट कलरले चाहिँ त्यसले चाहिँ डिफ्रेन्ट अमाउन्ट अफ वाटर निकाल्न सकिन्छ भनेर इन्डिकेट गरेको हुन्छ। र अर्को एकदमै इम्पोर्टेन्ट कुरा भनेको चाहिँ यदि यस्तो वाटर फायर हाइड्रेन्टको छेउ एकदमै टु क्लोजमा पार्किङ गर्नु चाहिँ युएसमा चाहिँ एकदमै इलिगल छ हैन। त्यही भएर चाहिँ टु क्लोजमा चाहिँ पार्क गर्नु हुँदैन। हजुरहरूलाई चाहिँ यो कुरा थाहा थियो कि थिएन प्लिज कमेन्टमा मेन्सन गर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।